तपाईहरूले साथी, आफन्त, पार्टी र कहिलेकाहीँ सोसल मिडिया स्क्रोल गर्दा त सुन्नु नै भएको होला, बियर खाएपछि मोटाइन्छ। के यो कुरा सही हो या केवल हल्ला मात्रै? आउनुहोस् साथीहरू, आजको यस भिडियो मार्फत रक्सीसँग जोडिएका मिथ र फ्याक्टलाई बुझ्ने कोसिस गरौँ। विश्वभरि नै कमन विश्वास छ कि बियर खाएपछि वेट बढ्छ। अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनमा सार्वजनिक गरिएको एउटा रिसर्चले देखाएको छ कि 12 वर्षसम्म रक्सी खाँदा पनि तौल कतै नबढेको। तौल बढ्नु र रक्सी खानुको बिचमा केही पनि सम्बन्ध छैन। यो त भयो रक्सीको कुरा। अब तपाईँलाई लागिरह होला बियरले चाहिँ के हुन्छ? अरू रक्सीको तुलनामा बियरमा अलि बढी क्यालोरी हुने गर्दछ। एक गिलास बियरमा 100 देखि 150 क्यालोरी मिल्छ। यदि बियर धेरै मात्रामा खायो भनेपछि मान्छेको तौल बढ्न सक्छ। यदि सामान्य मात्रामा खायो भने तौलमा केही पनि असर गर्दैन। यदि मानिसले धेरै रक्सी खायो भने बिहान उठ्दा टाउको दुख्ने, वाकवाकी लाग्ने र कहिलेकाहीँ त बान्ता पनि हुने गर्दछ, जसलाई ह्याङओभर भनिन्छ। रक्सी शरीरमा पुगेपछि कलेजोमा गएर मेटाबोलिजम हुन्छ, अर्थात् कलेजोमा गएर रक्सी पच्दछ। रक्सी पचेपछि जो बाई प्रोडक्ट निस्किन्छ त्यो बाई प्रोडक्टले गर्दा ह्याङओभर हुने गर्दछ। स्टेप सर्वे 2019 को अनुसार 46% नेपाली, अर्थात् 2 जनामा 1 जना नेपालीले लाइफ टाइममा कहिले न कहिले रक्सी चाखेको नै देखाएको छ। केही मान्छेहरू त आज मुड लो छ भनेर रक्सी खाइरहेको हुन्छ। तर रक्सी एउटा डिप्रेसेन्ट हो, अर्थात् मान्छे स्याड छ भनेपछि उसलाई झन् स्याड, झन् डिप्रेस गराइदिने गर्दछ। केही मान्छेहरूलाई कम रक्सीले बढी नसा दिने गर्दछ भने त्यही ठाउँमा केही मानिसहरूलाई जति रक्सी खाए पनि नसा नै नलाग्ने, अर्थात् लागे पनि अलिकति मात्रै नसा लाग्ने गर्दछ। यस्तो किन भएको होला? के लाग्छ तपाईँले? किनभने जुन मानिसको शरीरमा मसल अथवा मासु हुन्छ त्यो मसलले रक्सीलाई डाइल्युट गराइदिन्छ। रक्सी डाइल्युट भएपछि मान्छेले सजिलै टोलरेट गर्न सक्दछ। त्यसैले एउटै क्वालिटीको रक्सी सेम क्वान्टिटीमा 2 जनाले खाँदा नसा फरक फरक लागिरहेको हुन्छ। जुन मानिसले 15 वर्षभन्दा कम उमेरबाट नै रक्सी खान सुरु गरेको छ त्यस्तो मानिसहरू रक्सीप्रति बढी एडिक्ट हुने कुरा स्टडीले देखाएको छ। एडिक्ट भन्ने बित्तिकै तपाईँहरूलाई लागिरहेको होला कि बिहान उठ्ने बित्तिकै रक्सी खाने, डेली एउटै टाइममा रक्सी चाहिने मान्छेहरू होला। तर यस्तो छैन। सधैँ एउटै टाइममा रक्सी नखाने मानिसहरू पनि रक्सीमा डिपेन्डेन्ट भएको कुरा स्टडीले देखाएको छ। रक्सी खाने मान्छेहरूमा महिला बढी मरिरहेको होलान् कि पुरुष बढी मरिरहेको होलान्? के लाग्छ तपाईँले? रक्सीको असर महिला र पुरुषमा भिन्न भिन्नै छ। महिलाहरू पुरुषभन्दा 50 देखि 100% बढी मरिरहेका छन् रक्सीले गर्दा। यस्तै प्रकारको भिडियो हेर्नको लागि यस च्यानललाई सब्स्क्राइब गरी बेल आइकन पनि दबाइदिनु होला। हस्त, धन्यवाद।